भएको प्रार्थना गरिदिनु भएको छ। परमेश्वरले प्रकाश दिनुभएको होस् तपाईँलाई। अनि हुन्छ, हामी यो समय हामी वचन सुन्नेछौँ। हामी सबैजनाले हाम्रो म्युटहरू चेक गरेर हामी हाम्रो म्युटमा बस्नेछौँ है। अनि यो समय चाहिँ हामी सबैजनाले हाम्रो म्युट अन गरेर हामी हाम्रो वचन लिएर आउनुहुने परमेश्वरको दासलाई अनि हामी स्वागत गर्नेछ है त ताली बजाएर। जय मसीह अवेश भाइ, जय मसीह, स्वागत छ तपाईलाई। जय मसीह भाइ, जय मसीह। हुन्छ, सर्वप्रथम परमेश्वर पितालाई धन्यवाद मेरो हृदयको अन्तस्करणबाट र सम्पूर्ण यी ग्रुप स्काइप संगतिमा रहनुहुने सम्पूर्ण आदरणीय अगुवाजनहरू र सम्पूर्ण जो जति हुनुहुन्छ सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र हाम्रो सी ग्रुपको तर्फबाट ख्रीष्टीय अभिवादन। जय मसीह, हालेलुया। धेरैभन्दा धेरै जय मसीह पठाउनु भएको छ सी ग्रुपको तर्फबाट र प्रभुलाई धन्यवाद र आजको सञ्चालिका दिदीलाई धेरै धन्यवाद दिन चाहन्छु। अनि साहित्यलाई प्रार्थना गरिदिनु हुने हाम्रो दिदीलाई धेरै धन्यवाद र सम्पूर्ण वेलकम स्वागत गर्नुभएको छ। यो स्वागतबाट यो तालीबाट परमेश्वरकै महिमा भएको होस्। र मेरो नाम परिचयबाट सुरु गर्नेछु र मैले अघि चाहिँ परिचय दिएन, मैले जय मसीह मात्रै भनेको छु। तपाईँहरू कतिजनाले मलाई चिन्नुहुन्छ र अझै अस्पष्ट हुनुहुन्छ भने म मेरो फुल ठेगाना भन्नेछु अनि स्वस्थ हुनुहुनेछ र कतिजना चिन्नुहुन्छ। म चाहिँ कसैले पनि चिन्दैन, आवाजबाट मात्रै। अनि सायद म पहिलोचोटि यी ग्रुपमा आउँदैछु र दोस्रो भिजिट हो यो। अलिकति तरिकाहरू कस्तो भन्नाले फर्स्ट टाइम भएकोले गर्दा अलि कसो भइरहेको छ, तर सबै कुराबाट परमेश्वरकै महिमा भएको होस्। पहिला एकचोटि एक ग्रुपमा गएको थियो, एक ग्रुपमा जाने बेला चाहिँ म एकदम अनौठो भएको थियो। कहाँ छुट्टै हुँदो रहेछ। एउटै परिवारमा बस्दा नि एउटै परिवारमा हामी क्रिसमसकोतिर म आएको थियो, जोइन भएको थियो। अनि त्यतिखेर धेरै हामी नाटकहरू पनि गरेको थियो। अनि एक्लै म एक ग्रुपमा जाँदाखेरि चाहिँ मलाई एकदमै कस्तो सँगै छुटेरै कतै अर्कै देश गए जस्तो भएको फिल भएको थियो। एकदमै छुट्टै प्रकारको मलाई इमोसनल्ली कस्तो छुट्टै भाग भएको थियो। र अहिले चाहिँ बिस्तारै प्र्याक्टिस गर्दैछु अनि सिक्दैछु र प्रभुलाई महिमा भएको होस्। आज यसरी हामी भेट हुन पाएका छौँ। परमेश्वरको अनुग्रहमा आज हामी एक भएका छौँ। र मेरो परिचयबाट सुरु गर्न चाहन्छु। मेरो समय कति छ? 10:30 अथवा 10:30तिर म ध्यान कोसिस गर्नेछु। मेरो कुबेरको घडी अनुसार 10:10 बाँकी रहेछ। र मेरो नाम यावेश राणा मगर र मेरो नेपालको ठेगाना तनहुँ जिल्ला पोखराको नजिकै 50 किलोमिटर पोखराको नजिकै भनेपछि सबैजना चिन्छ पश्चिम दमौली मेरो घर। र म हाल कुवेत आएको ठ्याक्कै यो अब आज 17, 18, 19 यो 19 जुनले 1 वर्ष हुन्छ। र परमेश्वरले यी वर्षमा धेरै नै आशिषका अचम्मका काम मेरो जीवनमा परमेश्वरले गर्नुभयो र सबै कुरामा परमेश्वरले अनुग्रह गर्नुभयो। र एकदमै कुवेतमा एकदमै असल संगतिहरू हरेक कुराहरूमा परमेश्वरले अनुग्रह गर्नुभएको छ, अगुवाई गर्नुभएको छ। यसरी विभिन्न ठाउँमा हामी छरिएका रहेका जनहरूलाई यसरी अनलाइन सङ्गति मार्फत सेवा सङ्गति गर्ने, परमेश्वरको महिमा गर्ने, परमेश्वरलाई उचाल्ने यो मौका पाएको छु। नेपालमा त हामी सबैलाई थाहा छ, हामी हप्तामा एकचोटि, त्यही पनि कहिलेकाहीँ पालो गरेर अनि एकजना परिवारको एकजना चाहिँ लाखु कुर्न जाने, घाँस काट्न जाने, अर्को अथवा मेलापातमा जाने, अनि पालै गरेर हामी सङ्गति जान्छौँ। र कहिलेकाहीँ त अब पालो पनि महिनामा एकचोटि बल्ल आउने यसरी सङ्गति गर्थ्यो भने। र अहिले चाहिँ आज हामी कुवेतमा है दिनमा कति 24 घण्टा हामी चाहिँ सेवा सङ्गतिमा हुन्छौँ। ट्रेनिङ पनि म यहाँनिर दिइरहेको छु फोन सङ्गति मार्फत। फोन सङ्गति हुन्छ। म एउटा बीको फेसिलिटेटर, मण्डलको सेवाको हैसियतले म एल्डर। र अहिले नयाँ मण्डली पनि सुरु हुँदैछ अनि ट्री अफ लाइफ चर्च, प्रार्थना गरिदिनु होला। परमेश्वरलाई धन्यवाद। र मैले नेपालमा गरेको सेवाकाईलाई यहाँ आएर हेर्दाखेरि यहाँ धेरै कुराहरू सिक्न पाइँदो रहेछ है। धेरै कुराहरू नेपालमा हामी भित्र मात्रै एउटा अगुवाई परमेश्वरले दिनुहुन्छ, त्यो अगुवाई अनुसार हुन्थ्यो भने यहाँनिर एक अर्काको अनुभव, एक अर्काको आशिषबाट अनि हामी एकदमै नजिक हुन पाएका छौँ, धेरै कुरा सिक्न पाएका छौँ। यो मेरो फोन यहाँनिर कुवेतमा आएर अनलाइन सङ्गतिबाट पाएको आशिषहरू एकदमै निरन्तर हामी परमेश्वर सँगसँगै रहेर अगाडि बढ्न पाएका छौँ। जसरी यूहन्ना 15 को भन्छ, तिमीहरू ममा रह्यो भने मात्रै होइन, मेरो कुरा तिमीहरू रह्यो भने तिमीहरूले चाहिँ फल फलाउनेछ।
है साँच्चै न आज हामीले फल फलाउनको लागि आज साँच्चै न तपाईहरुमा चाहिँ ख्रीष्ट येशूमा हुनुपर्दछ कसरी त आज प्र्याक्टिकली रूपमा दिनको सेवाकामा संगतिमा हामी भेला हुन पाएका छौँ यो परमेश्वरले दिनुभएको एउटा अनुग्रह हो तपाईहरुमा चाहिँ जुनसुकै ठाउँमा विभिन्न ठाउँमा छौँ एर्मिया 29:11 अनुसार परमेश्वरले चाहिँ एउटा आशा र भविष्य दिनलाई कुनै पनि नोक्सानी हानिको निम्ति होइन परमेश्वरले चुन्नु भएको हामीलाई जुन जुन देशमा हामी यो देशमा ल्याउनु भएको चाहिँ एउटा परमेश्वरको एउटा अनुग्रह छ अनि परमेश्वरको इच्छा छ तपाईहरु मेरो जीवनबाट परमेश्वरको महिमा भएको आमेन र यो चाहिँ मेरो यो कुरा चाहिँ मेरो परिचयको साथसाथै हामी के पाएको आशिषहरू हुन् भने आउनुहोस् हामी वचनतर्फ जानेछौँ र वचनको शीर्षक रहेको छ परम प्रभुमा स्वतन्त्रता भन्ने शीर्षकमा म वचन बोल्नेछु म धेरै बोल्ने छैन र वचन सुरु गर्दाखेरि म एउटा सानो के भन्छ लाइन भनेर के भन्छ कविता भनौँ अथवा शायरी भनौँ अथवा केही एउटा सानो लाइन भनेर म सुरु गर्नेछु वचन यसरी सुरु हुन्छ कोही गर्छन् घमण्ड धन सम्पत्तिमा कोही गर्छन् घमण्ड सुन्दरतामा कोही गर्छन् घमण्ड धन सम्पत्तिमा कोही गर्छन् घमण्ड सुन्दरतामा कोही गर्छन् घमण्ड बल बुद्धिमा कोही गर्छन् घमण्ड विद्यामा कोही गर्छन् घमण्ड बल बुद्धिमा कोही गर्छन् घमण्ड विद्यामा तर म गर्छु घमण्ड हामी गर्छौँ घमण्ड येशू ख्रीष्टले दिनुभएको अनन्त जीवनमा म गर्छु घमण्ड हामी गर्छौँ घमण्ड येशू ख्रीष्टले दिनुभएको अनन्त जीवनमा आमेन यूहन्ना 14:6मा हामी पाउँदछौँ बाटो सत्य जीवन म नै हो मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन अनि यो लाइनले मैले कहाँबाट बनाएको भन्दा एर्मियाको पुस्तक 9:23 र 24 हामी हेर्छौँ भने यहाँनिर यी कुराहरू हामी पाउँदछौँ परमप्रभु यसो भन्नुहुन्छ बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस् अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस् धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस् 24 मा तर घमण्ड जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस् म परमप्रभुलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया न्याय धार्मिकताको व्यवहार गर्नुहुन्छ किनभने यिनीमा म प्रसन्न छु परमप्रभु भन्नुहुन्छ आमेन हालेलुया साँच्चै न आज हामीले घमण्ड गर्नुपर्ने कुनै पनि कारण छैन अरु कारण तर एउटै मात्र कारण छ प्रिय हो परमप्रभुलाई जान्दछु परमप्रभुलाई चिन्दछु जसले पृथ्वीमा दया न्याय र धार्मिकता उहाँले गर्नुहुन्छ त्यही कुरा मात्रै हामीले एउटा घमण्ड गर्ने अधिकार छ हामी मानिसहरू संसारमा धेरै प्रकारका मानिसहरू हामी पाउँदछौँ धेरै प्रकारका इसाईहरू हामी पाउँदछौँ मेरो धेरै अनुभव छ लगभग 60 सालमा मेरो बप्तिस्म भएको अहिले त 15-16 वर्ष भइसक्यो म सन्डे स्कुलहरूकै क्रिस्चियन मैले धेरै क्रिस्चियनहरूलाई मैले हेरेको छु अनि धेरैको जीवनलाई पनि हेरेको छु आफ्नो जीवनमा पनि उकालो ओह्रालो दुःख सुख धेरै हरेक उकाली ओह्रालीको बाटोमा धेरै खुड्किलहरू पार गर्दै आज यहाँसम्म आएको छु अनि धेरै भोगाइहरू मसँग पनि छ तर आज हामीले कुनै पनि चिजमा हाम्रो बलमा न त बुद्धिमा न त सुन्दरतामा हामीले घमण्ड गर्ने कुनै पनि ठाउँ छैन एउटै मात्र अधिकार दिएको छ कि येशू ख्रीष्टले जानेको येशू ख्रीष्टले चिनेको र उहाँको काम र उहाँको एउटा महिमित उहाँको धार्मिकीकरण र उहाँको धार्मिकताको लागि आज हामी अगाडि बढ्नु पर्दछ र हाम्रो कुराहरू अगाडि सर्नु पर्दछ आमेन अनि मानिसहरू संसारमा पाउनु परेको छ केही कुरा पाउनलाई दौडिरहेका छन् केही कुरा जित्नु परेको छ अनि केही कुनै ठाउँमा पुग्नु परेको छ तर निशाना थाहा छैन त्यसै कारणले गर्दा मानिसहरू आज अशान्तिमा छन् र संसारमा म वचनमा पसेको छैन मैले केही टिप्सहरू बोल्दैछु अनि संसारमा विशेष गरी मानिसहरू दुईटा चिज मानिसको जीवनमा असाध्यै महत्त्वपूर्ण चिज छ एउटा जन्मेको दिन तपाईले सोच सक्नुभयो होला अर्को मृत्युको दिन होइन बाइबलले मृत्यु असल भन्छ तर होइन म भन्न चाहन्छु आफूले आफूलाई चिनेको दिन यो चाहिँ एकदमै महत्त्वपूर्ण दिन जुन दिन मैले मलाई चिन्छु अनि त्यो दिन चाहिँ एकदमै प्रभुमा म आफूलाई चिन्छु प्रभुमा म आफूलाई देख्छु अनि प्रभुमा म आफूलाई चिन्छु नि त्यो दिन चाहिँ हामी मानिसको जीवनको एकदमै महत्त्वपूर्ण दिन हो आज मानिसले आफैले आफूलाई चिनेको छैन आज भर्खरै आजको न्युजमा मैले हेर्दै थिएँ अब दमोलीमा एउटा युवक 22-23 वर्षको अनि ऊ चाहिँ झुन्डिरहेको छ चिनेको छैन आफूले आफूलाई आज हामीले चिन्नु आवश्यकता छ
अब बिस्तारै बिस्तारै म वचनतिर पस्नेछु। अनि यूहन्ना 8को 32, 31, 32मा के भन्छ? आफूलाई विश्वास गर्ने यहुदीहरूलाई यसोले भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यो भने अनि तिमीहरू मेरा चेला हुनेछौ र अनि तिमीहरूले सत्य के हो थाहा पाउनेछौ अनि त्यो सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ। आमेन, हालेलुया। अनि आजको वचनको शीर्षक नै रहेको छ प्रभुमा स्वतन्त्रता। कसरी चाहिँ हामी स्वतन्त्र पाउन सक्छौँ त प्रभुमा? अझ वचन बोल्ने समय आयो, वचन बोल्ने, फलानाको वचन, फलानाको वचन, वचन वचन वचन। वचन के हो त? यूहन्ना 1:1 हामीलाई बताउँदछ वचन नै परमेश्वर हुनुहुन्छ। अनि हामी परमेश्वरलाई बोल्ने हो, अनि परमेश्वरलाई सुन्ने हो, हामी परमेश्वरलाई के गर्ने? धारणा गर्ने अथवा परमेश्वरलाई सिक्ने हो। वचन सिक्ने, वचन बोल्ने, वचन 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 नै जुन देहाधारी भएर आउनुभएको छ, जो ख्रीष्ट हुनुहुन्छ, उहाँ आत्मामा हुनुहुन्छ। आज हामीलाई बचाउनको लागि उहाँ संसारमा आउनुभयो अनि उहाँ जानुभयो अनि फेरि आउनुहुनेछ। हामी यो प्रतीक्षा गर्दछौँ। त्यसै कारणले गर्दा आज हामी यो समय हामी जतिजना छौँ र हामी चाहिँ आफूले आफूलाई चिनौँ र आफू कुन अवस्थामा छौँ हामी आफूलाई बुझौँ। र मैले यहाँ भन्दै गर्दा म एकदम भयङ्कर वक्ता भएर भनेको होइन, तर म पनि सिक्दैछु। हामीलाई थाहा छ अनि वचन 2 धारे तरवार छ जसले हामीलाई जुन हतियार चलाउनलाई पनि अनि काट्दछ। अहिले हिब्रू 4 को बारेमा हामीले भन्नुछ। त्यसै कारणले गर्दा आज हामी स्वतन्त्रताको बारेमा हेरौँ। अनि साँच्चै नै आज वचनमा रहनु भनेको येशू प्रभुमा रहनु हो र येशू प्रभुमा रहनेहरूलाई के छैन? दण्डको आज्ञा छैन। हामीलाई थाहा छ रोमी 8:1ले बताउँदछ। 3:23ले भन्दछ कि सबैले पाप गरेको छ अनि मृत्युमा पुगेका छन् है सबैले, अनि त्यस परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। तर एउटै मात्र उपाय छ, एउटै मात्र हामीले घमण्ड गर्ने बाटो छ। ख्रीष्ट येशूमा चाहिँ उद्धार छ, ख्रीष्ट येशूमा चाहिँ मुक्ति छ। मैले अघि नै सुन्न भनिसके। अनि घमण्ड गर्नेले परमप्रभुलाई जान्दछु, चिन्दछु भन्ने कुरामा अनि घमण्ड गरोस्। अनि परमप्रभुमा चाहिँ के छ? स्वतन्त्र छ भन्ने कुरामा अनि उसले घमण्ड गरोस्। र परमप्रभुमा बाटो सत्य र जीवन परमप्रभु हुनुहुन्छ, जो यूहन्ना 14 छ। ख्रीष्ट येशूमा भएकाहरूलाई के छैन? दण्डको आज्ञा छैन। रोमी 8:1 अनुसार। अनि परमेश्वरले 8:28 भने उहाँले आफ्नो अभिप्राय अनुसार बोलाएकाहरूलाई जुनसुकै बाटो भएर हामी जानु परे तापनि उहाँले चाहिँ भलाइ नै गर्नुहोस्। आमेन, हालेलुया। अब चाहिँ म वचनतिर पस्नेछु। मैले धेरै बोले र दोस्रो कोरिन्थीको पुस्तक 3:16 देखि 18 एकजनाले उच्च स्वरमा पाठ गरिदिनु होला अनि मेरो लागि, किनकि मैले आज म ड्युटीमा छु र एकछिनपछि मेरो ड्युटी पनि चेन्ज हुनुपर्ने छ अनि चेन्ज हुन्छ र अनि मलाई पढेर सहायता गरिदिनु होला। दोस्रो कोरिन्थीको पुस्तक 3:16 देखि 18लाई मात्र हामी यो समय हेर्नेछौँ। केही समय हामी यो वचनलाई हामी बुझ्नेछौँ। जय मसीह। कोही तयारी हुनुहुन्छ? हालेलुया। मलाई सुन्दै हुनुहुन्छ? जय मसीह। आमेन, आमेन, हालेलुया। मसँग बाइबल यतिखेर नभएको कारणले गर्दाखेरि यहाँले मलाई सहायता गर्न सक्नुहुनेछ। सहायता गरिदिनु होला कि 2 कोरिन्थी 3:16 अनि 17, 18 ताकि मेरो ड्युटी पनि चेन्ज भएर सकिन्छ, म माथि जानुपर्ने छ। एकैछिन भाइ। कति भन्नुभएको ब्रदर? दोस्रो कोरिन्थी 3:16 देखि 18 हुन्छ। गरिदिनु होला। हजुर हुन्छ, पाठ गरिदिनु होला। म यहाँ हिँड्दैछु, त्यही भएर। दोस्रो कोरिन्थी 3:16 भन्नुभएको होइन? सेकेन्ड कोरिन्थी, दोस्रो कोरिन्थी हजुर 3:16 भन्नुभएको होइन? हुन्छ, म 16, 17, 18 3:16, 17, 18 त हुन्छ, म पढिदिनेछु। दोस्रो कोरिन्थी 3 त सरी ल, म त यता अगाडि धेरै पछाडि पुगेछु। हुन्छ, म हुन्छ बहिनी, मैले पाएको छु, म पढिदिन्छु है। दोस्रो कोरिन्थी 3:16मा यसरी लेखेको छ, तर जब कोही यहोवातिर फर्किन्छ तब त्यो घुम्टो हटाइनेछ। 17मा लेखेको छ, अब यहोवा अदृश्य व्यक्ति हुनुहुन्छ अनि जहाँ यहोवाको पवित्र शक्ति हुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। र 18 अनि घुम्टो नलागेको मुहारद्वारा हामी सबै ऐनाले जस्तै यहोवाको गौरव प्रतिबिम्बित गर्छौं अनि थोरै गौरवबाट धेरै गौरव पाएर उहाँकै प्रतिरूपमा
परिवर्तन हुन्छौं। यसरी यहोवा जो अदृश्य व्यक्ति हुनुहुन्छ उहाँले हामीलाई जस्तो बनाउन चाहनुहुन्छ ठिक त्यस्तै बन्छौं। आमेन। आमेन। हालेलुया। धेरै धन्यवाद हाम्रो दिदीलाई र वचन पाठ गरिदिनु भएकोमा। सायद लाग्छ मलाई तपाईको बाइबल अलि पुरानो संस्करण हुन सक्छ, त्यसै कारणले गर्दा। अनि यहाँनिर प्रभु र यहोवा भन्ने शब्द आएको छ। यो प्रभु भन्नु र अनि यहोवा भन्नु अनि एउटै शब्द एउटै अर्थ हुन्छ र नेपालीमा प्रभु अथवा हामी हिब्रूमा यहोवा परमेश्वर भनेर मान्दछ। यहोवा भन्नाले जुन झुटा शिक्षाहरूले मान्ने जुन यहोवा एउटै मात्र मान्ने भनेर त्यो होइन, तर यहोवाको अर्थ हो अनि एलोहिम, अनि एलोहिमको अर्थ हो परमेश्वरहरू। म यहाँनिर क्लियर गर्न चाहन्छु। अनि यहाँनिर मैले यो स्वतन्त्रता कुरा गर्दै थिएँ। आज मानिस संसारमा धेरैलाई के चाहिएको छ? स्वतन्त्रता चाहिएको छ। स्वतन्त्रताको निम्ति मानिसहरू लडिरहेका छन्। अहिले हामी हेर्छौँ भने आज दार्जिलिङकै घटनाहरू हामी हेऱ्यौँ। मानिसहरूले अनि केही प्राप्त गर्नको लागि त्यहाँ लडिरहेको छ। त्यहाँनिर पनि उनीहरूलाई छुट्टै राज्य चाहिएको छ, उताबाट होइन भनेर अनि धेरै अनि लडाइँहरू भइरहेको छ। भर्खरकै न्युजमा हेर्दा त्यहाँ एकदमै दुःख लाग्दो घटनाहरू घटिरहेको छ। त्यति मात्र होइन, नेपालमा परिवेशमा पहिला हेर्दाखेरि स्वतन्त्रताको निम्ति यो गणतन्त्रको निम्ति धेरै मानिसहरू लडिरहेको छन्। अनि संसारको विभिन्न देशहरूमा के भइरहेको छ? मानिसहरूले स्वतन्त्र चाहन्छ। स्वतन्त्रताको निम्ति उनीहरू लडिरहेका छन्। धेरै आफ्नो शहीद बनेका छन्, धेरैले आफ्नो ज्यान गुमाएका छन्, धेरैले आफ्नो अङ्गहरू गुमाएका छन्, अङ्गभङ्ग भएका छन्। कारण मानिसहरू एउटा लक्ष्य प्राप्तिमा मानिसहरू अगाडि बढ्न चाहन्छ। त्यो हो एउटा शारीरिक स्वतन्त्रता। त्यो हो एउटा बाहिरी रूपमा एउटा हाम्रो बाहिरी आँखाले अथवा बाहिरी शारीरिक लालचहरू अथवा शारीरिक रूपले हामीले उपभोग गर्ने स्वतन्त्रता। तर यहाँनिर प्रभुबाट पाउने स्वतन्त्रता चाहिँ के त भन्दा यो स्वतन्त्रता एउटा आत्मिक स्वतन्त्रता। अझ मानिसहरू विशेष गरी मैले अघि नै सुरुमै भनिसकेको छु यूहन्ना 8:32 तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू मेरा चेला हुनेछौ र तिमीहरूले सत्य त्यहाँबाट थाहा पाउनेछौ। अनि सत्यले मात्र के गर्छ? मानिसले स्वतन्त्र पार्दछ। आज मान्छेहरू सत्यमा जिउन अथवा सत्यमा चल्न यति गाह्रो छ, यति गाह्रो छ है, धेरै नै गाह्रो छ। तर मानिसहरू बाहिरी क्षणिक शान्तिको लागि, क्षणिक खुसीको लागि धेरै नै लडाइँ गरिरहेका छन्। तर यो प्रभुबाट पाउने स्वतन्त्र चाहिँ के त? यहाँनिर हामीले भन्दछ जब मानिस प्रभुतिर फर्कन्छ त्यो घुम्टो हटाइन्छ। जब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्र छ। आमेन। हालेलुया। आमेन। जब स्वतन्त्र पाउनको लागि, आत्मिक स्वतन्त्र पाउनको लागि, आत्माको छुटकारा पाउनको लागि, आत्मामा फ्रिडम हुनको लागि आज मानिसहरू चाहिँ प्रभुतिर फर्काउनु पर्ने हो। तर विडम्बनाको कुरा, असल चिजलाई, सत्य चिजलाई मानिसहरूले ग्रहण गर्न रुचाउँदैन। सुरुको दिनहरूमा हामी हेर्छौँ भने 2000 वर्ष अगाडिको कुरा, 17 वर्ष अगाडिको कुरा हेर्छौँ भने येशू ख्रीष्ट सत्य हुनुहुन्थ्यो, जीवन हुनुहुन्थ्यो, उहाँ जीवनको पानी हुनुहुन्थ्यो, जीवनको रोटी हुनुहुन्थ्यो, उहाँ जीवनको ज्योति हुनुहुन्थ्यो। तर मानिसहरूले बरु अहिले हामी पछि हेर्छौँ त्यो कुराहरू पनि, मानिसहरूले बरु सत्यलाई, ज्योतिलाई भन्दा अन्धकारले रुचाएको छ। प्रभुतिर फर्कन चाहेको छैन र प्रभुको सृष्टितिर उनीहरू के गरेका छन्? झुम्मिरहेका छन् अनि क्षणिक कुराहरूतिर मोहित भएर रमालिरहेका छन्। तर यहाँनिर जो अघि मैले भनिसके यूहन्ना 8:32 हामीले सिकाएको छ जुन वचन परमेश्वर हुनुहुन्छ, वचनमा परमेश्वरमा रहनेहरूलाई चाहिँ त्यहाँनिर के छ? स्वतन्त्र छ। सत्य थाहा पाउँछ नि, त्यो सत्य थाहा पाउने बित्तिकै त्यहाँ अटोमेटिकली त्यहाँ चाहिँ के हुन्छ? स्वतन्त्र आउँदछ। र स्वतन्त्र आउनको लागि हामीले एउटा आत्मिक स्वतन्त्र पाउनको लागि, त्यो आत्मिक बन्धनहरूबाट छुटकारा पाउनको लागि, आत्मिक जीवनमा हामी फ्रिडम हुनको लागि, स्वतन्त्र हुनको लागि, जुन पापमा, अन्धकारमा, शैतानको राज्यमा गाजिरहेको, बन्धन पारिरहेको, कैद भइरहेको मानिसको जीवनमा स्वतन्त्र आउनु आवश्यकता छ। त्यो स्वतन्त्र पाउनको लागि प्रभुतिर फर्कन आवश्यकता छ। अनि घुम्टोले के जनाइन्छ? प्रभुको आत्मा हामी हेर्छौँ भने विशेष गरी जुन घुम्टो अथवा त्यो पर्दा येशू ख्रीष्टको मृत्युमा मात्रै त्यो पर्दा च्यातिएको छ अनि त्यो बन्द हुने ढोकाहरू खुल्ला भएको छ अनि फेस टु फेस रूपमा
तपाईँ र म सबैजनाले परमेश्वरको सम्मुखमा गएर हामीले के गर्न पाएका छौँ, परमेश्वरलाई फेस टु फेस भेट्न पाएका छौँ। होइन भनेदेखि पुरानो कुराहरू हामी व्यवस्थामा हेर्छौँ भने एउटा प्रधान पुजारीले मात्र भित्र गएर पूजा गर्न पाइन्थ्यो। हामी सबै बाइबल अध्ययन गर्नेलाई हामी सबैलाई थाहा छ, मैले त्यति भर्सहरू देखाउनु पर्दैन, मौखिक नै भन्नेछु समयको बचत गर्ने तरिकाले। किनभने त्यतिखेर समय प्रधान पुजारीले मात्र चाहिँ भित्र गएर अर्घविधि चढाउने काम गरिन्थ्यो र यदि कसैले पाप गर्यो भने, यसैले गल्ती गर्यो, कसैले गल्ती गरिहाल्यो भने परमेश्वरमा घुँडा टेक्ने अवसरै पाउने थिएन। अनि उनीहरूले चाहिँ गएर मन्दिरको मुख्य व्यक्ति प्रधान पुजारीलाई चाहिँ गएर चाहिँ मैले यो पाप गरेँ अथवा मेरो यो गल्ती भयो भनेर भन्नु पर्थ्यो। अनि त्यसपछि त्यहाँ गएर अनि कन्फेस गरिसकेपछि त्यहाँबाट चाहिँ के भन्थ्यो, ल तिमी छ्याउ भयो, स्वतन्त्र भयो भनेर पठाइदिन्थ्यो। अनि भित्र गएर अर्धविधि चढाउने, भित्र गएर त्यो मानिसको कुरा भनिदिने काम चाहिँ कसले गर्थ्यो, प्रधान पुजारी गर्थ्यो। अनि पछिल्लो समयमा फेरि इजरायलहरूलाई जो परमेश्वरले अब्राहमसँग प्रतिज्ञा गर्नुभएको थियो कि उत्पत्ति 15 अध्यायमा र तिम्रो सन्तानहरू चाहिँ 400 वर्षसम्म चाहिँ 430 वर्षसम्म थिचोमिचोमा पर्नेछ र त्यहाँबाट चाहिँ एकजना अगमवक्ताले चाहिँ छुटाउनेछ। अनि मोसाले त्यहाँ यो प्रयोग गरेको छ। अनि मानिसको कुरा मोसाले सुनेको छ, अनि मोसाले मानिसको कुरा परमेश्वर कहाँ लिएर गएको छ, अनि परमेश्वरको कुरा पनि फेरि मोसाले सुनेको छ र मानिसहरू कहाँ ल्याएर प्रकट गरिदिएको छ। अनि त्यो अवस्थाको बारेमा हामी हेर्छौँ भने यहाँनिर विशेष गरी दोस्रो कोरिन्थी 3 अध्यायको 16 पदको लागि हामी एउटा इलिस्ट्रेसन भर्स मैले लिएर आएको छु। प्रस्थान 34 अध्यायको 34 मा जब यहाँ यस्तो लेखेको छ, मोसा परमप्रभुको सामुन्ने उहाँसित बात गर्न जान्थे तब बाहिर नआउन्जेल त्यो घुण्डो उतार्थे। यहाँनिर हामी पाउँदछौँ यो प्रस्थानको पुस्तक 34 अध्यायको 34 पनि अपलोड गरिदिनु म अनुरोध गर्दछु। जुन अरू पदहरू अपलोड गरिदिनु भएकोले मलाई एकदमै सहायता मिलेको छ, किनभने म ड्युटीमा छु र मसँग बाइबल छैन। त्यसै कारणले गर्दा प्रस्थान 34 को 34 पनि अपलोड गरिदिनु भयो एकदम राम्रो हुनेछ। त्यहाँनिर हामी पाउँदछौँ जब मोसाले चाहिँ मानिसहरूको कुरा चाहिँ लिएर परमप्रभुतिर जान्थ्यो र परमप्रभुतिर गएर भित्री रूपमा गएर चाहिँ के गर्थ्यो, कुरा गरिन्थ्यो, बात गरिन्थ्यो, त्यतिखेर चाहिँ घुण्टो उतार्थे। घुण्टो हाल्नु पर्थेन, किनकि हामीले 3 अध्यायको 17 मा पनि जुन पावलले भन्नुहुन्छ कि तर जब मानिस प्रभुतिर फर्कन्छ, प्रभुतिर जान्छ, त्यो घुण्टो हटाइन्छ। हालेलुया। तर जब मोसा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे तब बाहिर ननिस्किन्जेसम्म त्यो घुण्टो उतार्थे र जे आज्ञा तिनले पाउँथे, परमेश्वरबाट पाउँथे, त्यो चाहिँ तिनले जस्तोको तस्तै ल्याएर बाहिर इजरायलहरूलाई सुनाउँथे। लगभग केटाकेटी बाहेक छाडा मानिसहरूलाई दोहोऱ्याउने काम जुन मोसाले गरेको थिए त्यो हामी सबैलाई थाहा छ। त्यो अवस्थामा चाहिँ त्यहाँनिर उनीहरू के गर्थे, गङ्गा धेरै कुराहरू उनीहरूलाई चाहिँ छुटकारा लिएर मिश्र देशबाट 10 शब्दबाट छुटकारा दिएर जुन दुर्गा महाभक्ति कनान देशमा लिएर जानको लागि अनि मोसालाई गइ गर्नुभयो। मोसाले त्यो काम चाहिँ गरेको थिए र जब चाहिँ मानिस परमप्रभुतिर फर्कन्छ अनि त्यो घुण्टो हटाइन्छ। जब मोसा चाहिँ परमेश्वरतिर जाने बेला, परमेश्वरतिर बात गर्ने बेला चाहिँ त्यो घुण्टो हटाइन्थ्यो, उतार्थे। तर जब मानिसहरूतिर आउँदा चाहिँ त्यो घुण्टो लगाउनु पर्थ्यो। त्यो कारण के त भन्दा फेरि पनि प्रस्थानको पुस्तक 34 अध्यायको 29 देखि 34 सम्म नै अपलोड गरिदिनु होला। त्यहाँबाट हामी स्पष्ट बुझ्न सक्छौँ के कारणले गर्दा मोसाले मानिसहरूतिर बात गर्दा चाहिँ घुण्टो लगाउनु परेको र परमेश्वरतिर अनि बात गर्दा चाहिँ घुण्टो उतारेको अथवा उघारेको घुण्टो हटाउनु पाउँथ्यो। त्यो कुराहरू पनि हामी बुझ्न पाउनेछौँ। र त्यहाँनिर विशेष गरी जब 34 को 29 देखि 34 सम्म लगाइदिनु होला, 29 देखि। अनि त्यहाँनिर कारण के छ भन्दाखेरि जब मोसा चाहिँ ती गवाएको शिलापाती आफ्नो हातमा लिएर सिनै पर्वतबाट ओर्लेर आए तब परमेश्वर तिनीहरूसित कुरा गर्नुभएकोले आफ्नो अनुहार चम्काउँदैछ भन्ने कुरो मोसालाई पनि थाहा थिएन। इभन मोसा आफैले पनि थाहा थिएन कि परमेश्वरतिर फर्किँदाखेरि अनि उसको मुहार चम्केको, यति साह्रो चम्केको। हामीले थाहा छ स्टिफनसको घटनामा प्रेरितको पुस्तकमा जो चाहिँ स्टिफनस परमेश्वरको प्रचार पवित्र आत्माले भरिएर जुन 7 जनाको नियुक्तिमा स्टिफनस पनि मर्न पनि तयार रहने एउटा
परमेश्वरको जन भएर प्रेरित भएर निस्किएको थियो अनि प्रभुको महिमा गर्दा अगाडि बढ्दाखेरि आफ्नो जीवनमा ढुङ्गाहरू बसेको थियो, सतवादहरू आएको थियो, पावल पनि त्यहाँ उभिरहेको थियो त्यही त्यो स्टिफेनसको घटनामा अनि पावल स्वयं पनि उपस्थित थिए। अनि त्यतिखेर मानिसहरूले बसाएको ढुङ्गा भन्दा पनि परमेश्वरको अनि चम्केको मुहार परमेश्वरको महिमा देखे मैले भनेर त्यहाँ स्टिफेनसले भनेको छ। अनि त्यतिखेर अनि साँच्चै न स्टिफेनसको त्यो चम्केको परमेश्वरलाई देख्दाखेरि स्टिफेनसको अनि मुहार चाहिँ चम्किरहेको थियो। त्यो चम्केको मुहारलाई मानिसहरू हेरेर अचम्म पर्थे अनि छक्क पर्दथे। अनि त्यसरी नै यहाँनिर पनि जब परमप्रभुतिर मोसा गएर बात गर्दाखेरि अनि त्यहाँनिर चाहिँ मोसाको अनुहार एकदमै चम्किन्थ्यो, यति चम्किन्थ्यो कि त्यो इजरायलहरू चाहिँ हेर्नै सक्ने थिएन। त्यसै कारणले गर्दा अनि यहाँनिर परमप्रभुतिर फर्किनेहरूलाई के छ, स्वतन्त्र छ, छुटकारा छ अनि मुहारहरू चम्किन्छ, भविष्यहरू चम्किन्छ। किनकि यिर्मिया 29:11 मा हेर्छ भने परमेश्वरले तपाईहरु मलाई एउटा आशा र भविष्य दिनलाई चुन्नु भएको छ। त्यसै कारणले गर्दा अनि कतिपय मानिसहरूले म विचार गर्दछु अनि पुलपिटमा वचन बोल्दाखेरि अनि मलाई चाहिँ अनुहारमा हेरिराख्न मन लाग्छ। किनकि उसले जब परमेश्वरको वचन बोल्दैछ तब उसको अनुहार चम्किएको एकदम उज्यालो भएको एकदम पुरा ब्लेसिङहरू आइरहेको अनि त्यो देख्दछु। अनि कति मानिसहरू वचन प्रचार गर्दा अनि एकदम अनुहारहरू के हुन्छ, एकदम चम्किएको हुन्छ। अनि यसरी परमेश्वरको अनि उपस्थितिमा जहाँ जानेहरूको अनुहार चाहिँ जहिले पनि चम्किन्छ। अनि एउटा भनाइ छ नि नेपालीमा, अनि जो चाहिँ हाँसिराख्छ अनि उसको चाहिँ धेरैसम्म बाँच्छ, उसको स्क्रिनहरू राम्रो हुन्छ। अनि परमेश्वरको नजिकतम जानेहरू कहिले पनि निराशमा हुँदैन। हो, उत्तर चढावहरू आउँछ, धेरै कुरा आउँछ, चढावहरू आउँछ। हामी चाहिँ साँच्चै नै परमेश्वरतिर फर्किनेहरूको चाहिँ घुम्टोहरू हटाइन्छ, त्यो बाधाहरू हटाइन्छ अनि त्यहाँनिर सबै कुराहरू स्वतन्त्र त्यहाँनिर पाउँदछ। अनि मोसाले जब परमेश्वरतिर जाँदाखेरि स्वतन्त्रता पाउँथे प्रिय हो। अनि कारण के थियो, अनि त्यतिखेरको समयमा यो घुम्टोको कुराहरू आयो र जब अनि 30 मा हेर्छौँ भने जब हारून र सारा इजरायलहरूले मोसालाई देखे तब तिनको अनुहार चम्किएको तिनीहरू देखेर तिनको नजिक आउन तिनीहरू डराए। किन डराए त तिनीहरू भन्दाखेरि उनीहरूको गनगन थियो, परमेश्वरको विरुद्धमा उत्रिएको थियो। अनि तिनीहरूले मोसा त्यहाँनिर गवाहीको पाती शिलापात लिन जाने बेलामा अनि फर्किँदाखेरि तिनीहरूले सुनको बच्चा बनाएर पुज्न धरी भ्याए। उनीहरू धैर्य गर्न सकेन। ओहो, त्यही मिश्रमा त्यही दास अर्काको कमरा भएर बस्न नै असल थियो, मासु खान पाउँथ्यो अथवा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो, धेरै कुराको गनगन। परमेश्वरले अनन्त जीवन दिन चाहनु भएको थियो तर विभिन्न प्रकारका गनगनको कारणले गर्दा उनीहरू जुन प्रतिज्ञाको देशमा पनि पुग्न पाएनन्। अर्को कुरा मोसाको चम्केको अनुहारधरि उनीहरूले हेर्न सकेनन्। त्यसै कारणले गर्दा मोसाले त्यहाँ के गरेको छ, अनि घुम्टो जब भित्र परमेश्वरसँग बातचित गर्ने बेला मात्रै घुम्टो उतारेको छ, नत्र भने घुम्टो लगाउनु परेको छ। यो कारण उनीहरूले चाहिँ मोसाको त्यो चम्केको अनुहार हेर्न नसकेको कारणले गर्दा। 31 मा तब मोसाले तिनीहरूलाई बोलाएर समुदायका सारा नायकहरू समेत हारून तिनी कहाँ फर्केर आए अनि मोसाले तिनीहरूसित कुरा गरे। त्यसपछि सारा इजरायलहरू पनि नजिक आए अनि जे परमप्रभुले तिनीलाई सिनै पर्वतमा भन्नुभएको थियो ती सबै तिनीहरूलाई आज्ञाको रूपमा सुनाए। जब मोसाले तिनीहरूसित कुरा गरिसके तब तिनले आफ्नो अनुहारमा एउटा घुम्टो हाले। अनि त्यो कुरा गर्दा अनि घुम्टो हाल्नु परेको छ। तर जब मोसा परमप्रभुको सामुन्ने उहाँसित कुरा गर्न जान्थे तब बाहिर ननिस्किउन्जेल त्यो घुम्टो उतार्थे र जो आज्ञा तिनले पाउँथे त्यो तिनले बाहिर आएर इजरायलहरूलाई सुनाउँथे। इजरायलहरूले मोसाको अनुहार चम्किएको देख्दथे तब मोसाले परमप्रभुतिर कुरा गर्नलाई भित्र नपसुन्जेल त्यो घुम्टो आफ्नो अनुहारमा फेरि लगाउँथे। तर मानिसहरूले त्यो मोसाको चम्केको अनुहार हेर्न नसकेको कारणले गर्दाखेरि अनि मोसाले चाहिँ त्यहाँ घुम्टो लगाइन्थ्यो भने जब परमप्रभुतिर जाने बेलामा चाहिँ त्यो घुम्टो के गरेको छ, त्यो घुम्टो हटाएको छ। अनि एकचोटि हिब्रूको पुस्तक 10 अध्यायको 20 पद एकजनाले पढिदिनु होला। मैले आज धेरै तपाईँहरूले पढ्न लगाएँ, माफ गर्नु होला किनकि मैले अघि नै भनिसकेँ मसँग बाइबल छैन, मैले सबै स्मरण गर्न पनि सकेन। हालेलुया, जय मसीह। हिब्रूको पुस्तक 10 अध्यायको 20 पढिदिनु होला। हुन्छ, म पढिदिनेछु। हाम्रो निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनु भयो, जसको कारण पर्दाद्वारा अर्थात्
उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौँ। आमेन हालेलुया। आज हामी परमेश्वरको सम्मुखमा परमेश्वरको उपस्थितिमा जसद्वारा पाउन पाउँछौँ प्रिय हो त्यो हो येशू ख्रीष्टको क्रुसको बलिदान। अझ येशू ख्रीष्टको क्रुसको बलिदान एकजना मानिसद्वारा भन्नुको तात्पर्य यो हो कि जुन एउटा मार्ग खोलिदिने व्यक्तिको जुन येशू ख्रीष्ट हुनुहुन्छ अनि जो चाहिँ स्वर्गबाट अनि पृथ्वीबाट मानिसहरूलाई बचाउनको निम्ति आउनुभयो। जब उहाँ आउनुभयो सबै व्यवस्थाहरू के भयो सबै पुरा भयो अथवा व्यवस्था त्यहाँ त्यतिकैमा बस्यो। त्यस पश्चात अनि व्यवस्थाले गर्ने कुराहरू अस्ति पनि हामीले तालिममा सिक्दै थियौँ जुन गलातीको पुस्तकमा अनि जहाँनिर व्यवस्थाले चाहिँ गाइड गर्ने संरक्षण गर्ने काम गर्यो। केही समय जुन मालिक आउनुभन्दा अगाडि अनि मालिकको भूमिका खेल्यो त्यसपछि ख्रीष्ट येशूसम्म मानिसहरूलाई ल्याइ पुर्याएर चाहिँ त्यहाँबाट मुक्ति दिन सक्दैन। येशू ख्रीष्टमा मात्र के छ स्वतन्त्र छ अनि छुटकारा छ। अनि जो चाहिँ यहाँ सांकेतिक रूपमा ख्रीष्टको बारेमा बोलेको हामी पाउँदछौँ जुन पर्दाद्वारा अर्थात् उहाँको शरीरद्वारा अथवा ख्रीष्टको मृत्युद्वारा आज तपाईँ मैले जुन येशू ख्रीष्टको क्रुसको बलिदानको दिन अनि जुन हामीलाई थाहा छ शुक्रबारको दिन अनि त्यहाँनिर उहाँ लगभग 6 घण्टासम्म उहाँ 9 बजेदेखि 3 बजेसम्म उहाँले कष्ट भोग्नुभयो अनि अन्तमा जब उहाँको प्राण गयो अनि पर्दा च्यातियो टुप्पोदेखि फेदसम्म च्यातियो अनि त्यही पर्दाद्वारा चाहिँ भित्र पस्न पायौँ र येशू ख्रीष्टले चाहिँ त्यो ढोका खोलिदिनु भयो। त्योभन्दा यता व्यवस्थामा के थियो मैले अघि नै भनिसकेँ अनि मानिसहरू परम प्रभुको सामुको जानको लागि चाहिँ पाउने थिएन। एउटा नियुक्त गरेको प्रधान पुजारी मात्र जान पाउँथे र जब येशू ख्रीष्ट आउनुभयो अनि येशू ख्रीष्टद्वारा हामी सबैजना त्यो बन्धनबाट स्वतन्त्र भएर आज तपाईँ मैले जुन जुन ठाउँमा छौँ छरपष्ट हामी छरेर रहेका छौँ हामी आफ्नो आफ्नो ठाउँबाट हामी परमेश्वरको सामु हामी जान पाएका छौँ अनि त्यो भित्र हामी जान पाएका छौँ। हालेलुया। यो अनुग्रह तपाईँ मैले परमेश्वरबाट पाएका छौँ जुन स्वतन्त्र चाहिँ येशू ख्रीष्टले मात्रै दिनु हुँदछ। अनि यशायाको पुस्तक अनि 25 अध्यायको 7 मा यसरी लेखेको छ उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र एउटा सारा जातिहरूलाई छेक्ने तन्ना हटाइदिनु हुनेछ भनेर यशायाको पुस्तक 25 अध्यायको 7 पदमा गरेको भविष्यवाणी हामी नयाँ करारमा आएर पूरा भएको पाउँदछौँ। हालेलुया। येशू ख्रीष्टको जीवनमा अनि आएर यो कुरा पूरा भएको हामी पाउँदछौँ जसद्वारा आज तपाईँ मैले के पाएका छौँ हामी स्वतन्त्र पाएका छौँ छुटकारा पाएका छौँ। त्यो बन्धनहरू त्यो पर्दाहरू छेक्ने कुराहरू हटिसकेका छन्। संसारमा हामी हेर्छौँ भनेदेखि विभिन्न अनि किसिमका अनि धर्महरू देवीहरू पुज्दछन् तर त्यहाँनिर अनि सबैजनाले अनि मन्दिरभित्र गएर अनि जान पाउँदैन। नियुक्ति पुजारीले अथवा एउटा अझै छुवाछुटको प्रथा अझै पनि छ है। सानो जात ठुलो जात मन्दिर पस्न नहुने धेरै कुराहरू छ तर त्यो सबै कुराहरू ख्रीष्ट येशूमा आएपछि के भएको छ स्वतन्त्र भएको छ। र यो कुरा चाहिँ एउटा सैद्धान्तिक रूपमा हामीले अनि जुन पुरानो करारको घटनाबाट हामीले अनि हेरेका छौँ। अहिलेसम्म हामी जति नै हेऱ्यौँ र यो कुराहरू चाहिँ हामी पहिलो दोस्रो कोरिन्थीको पुस्तक 3 अध्यायको अनि 16 पदलाई हामी अनि यसरी बुझ्न सकेका छौँ जो येशू ख्रीष्टद्वारा आज हामीले त्यो पर्दा हटाएको छ अनि पस्न पाएका छौँ। जब मानिस परम प्रभुतिर फर्कन्छ त्यो घुम्टो चाहिँ हटाइन्छ। तपाईँको मेरो जीवनमा पनि अझै पनि बाधाहरू कुनै पनि अवरोधहरू छन् भने अझै पनि तपाईँहरू मलाई अल्झाउने कुराहरू स्वतन्त्र हुन नसक्ने कुराहरू अझै पनि स्वतन्त्र छैन भने तपाईँहरू परम प्रभुतिर फर्किन्छ भने चाहिँ त्यहाँनिर स्वतन्त्र पाउने रहेछ भन्ने कुरा हामी जुन मोसाको जीवनको अथवा त्यहाँनिर इजरायलको घटनाबाट हामीले बुझ्न पाएका छौँ। अब 17-18लाई म व्याख्या गर्ने बाँकी छ समय चाहिँ एकदम दौडिरहेको छ। त्यसै कारणले गर्दा त्यहाँनिर जब मानिसहरूको गनगनको कारणले गर्दा अविश्वासको कारणले गर्दा उनीहरूको अत्याचारको कारणले गर्दा उनीहरूले मूर्ति पूजा पुजेको कारणले गर्दा अनि इजरायलहरूले परम प्रभुलाई जे ठिक छ परम प्रभुको सामु जे ग्रहण योग्य छ जे अधार्मिक छ त्यो नगरेको कारणले गर्दाखेरि अनि मोसाको चम्किएको अनुहारधरि हेर्न पाएनन्। परमेश्वरलाई त हेर्न परै जाओस् र मोसाले चाहिँ फेस टु फेस परमेश्वरसँग कुरा गर्थे भने अनि जुन मोसा परमेश्वरसँग कुरा गर्दाखेरि चम्किएको अनुहारसम्म धैर्य अनि हेर्न पाएनन्। कारण गन्धनको कारण अविश्वासको कारण एउटा अनमेलको कारण विरोधको कारण अनि उनीहरू चाहिँ मोसाको अनुहारधरि हेर्न पाएनन्। अनि परमेश्वरको सम्मुखमा परमेश्वरको राज्यमा परमेश्वरसँग भेट गर्न त परै जाओस् र त्यो पुरानो कुराहरूको व्यवस्थाको कुराहरू थियो भने आज नयाँ कारण पनि परमेश्वरले जुन अनि आज्ञाहरू पनि दिनुभएको छ है। छिमेकीलाई आफैले जस्तै अनि प्रेम गर अनि यस धेरै कुराहरू छ अनि मैले यो सबै भनिराख्नु पर्दैन। त्यसै कारण आज मानिसहरू किन उदासिलो हुन्छ अनि किन चाहिँ अनि अनुहार हराउँदै जान्छ मण्डलीमा कारण सत्य थाहा नपाएर अनि सत्यले स्वतन्त्र हुन नपाएर। जो सत्य ख्रीष्टमा छ जो सत्य परमेश्वरको वचनमा छ अनि त्यो कुरा चाहिँ हामी याद गर्नुपर्दछ। जो परम प्रभुतिर फर्कन्छ अनि त्यसको अनुहार चम्किन्छ अनि त्यसको अनि
जीवनमा स्वतन्त्र आउँदछ यो कुराहरू हामीले हेरिसकेका छौँ। र हुन्छ फेरि पनि 3 अध्यायको 16 मा हामी जानेछौँ। म अब 16 सकिएको छ, 17-18लाई म सर्टकटमा व्याख्या गर्नेछु, समय एकदमै दौडिरहेको छ। यहाँनिर 17 मा भनेको छ, यसकारण यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी थियो। मैले पहिलो कोरिन्थी 15:45 पढ्दैछु है। यहाँ यसरी लेखेको छ, यसकारण यस्तो लेखेको छ, पहिलो मानिस आदम जीवित प्राणी भयो र अन्तिम आदम जीवन दिने आत्मा भयो। यहाँनिर दुईटा कुरा हामी पाउँदछौँ र यो कुरा चाहिँ हामी जुन 17लाई हामी हेर्नेछौँ। अब परमप्रभु आत्मा हुनुहुन्छ, जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ चाहिँ स्वतन्त्रता छ। परमप्रभुको एक नम्बरमा हामी हेर्यौँ, परमप्रभुतिर फर्काउनु पर्दछ र दोस्रो कुरा चाहिँ जहाँ परमप्रभुका आत्मा छ त्यहाँ चाहिँ स्वतन्त्र छ। परमप्रभु चाहिँ के हुन्छ? आत्मा हुनुहुन्छ। उहाँ देहधारी भएर यूहन्ना 1:14 अनुसार उहाँ देहधारी भएर संसारमा आउनुभयो धेरैले मुक्ति छुटकारा पाउनको निम्ति, र यूहन्ना 4:24 अनुसार उहाँ आत्मा हुनुहुन्छ। उहाँलाई आराधना गर्नेहरू, उहाँका जनहरूले चाहिँ आत्मा सत्यतामा उहाँले आराधना गर्नुपर्दछ। हामीलाई थाहा छ उहाँ मानिसको आत्मा बचाउनको लागि उहाँ आत्मामा भएर अनि उहाँ देहधारी भएर आउनुभएको छ। अनि जहाँनिर चाहिँ परमप्रभुको आत्मा हुनुहुन्छ अनि त्यहाँनिर चाहिँ स्वतन्त्र छ है। हामी आत्मिकी जनहरू है, आत्मिकी शान्तहरू भनेर विश्वासीहरूलाई के गरिन्छ अनि सम्बोधन गरिन्छ। अनि वास्तवमा आत्मिकी त्यो हो जो व्यक्तिमा स्वतन्त्रता छ, जो व्यक्तिमा चाहिँ हरेक कुराबाट उद्धार पाएको छ, हरेक कुराबाट छुटकारा पाएको छ, हरेक कुराबाट स्वतन्त्र एउटा आशिषको मूल बनेको छ। भजन सङ्ग्रह 87 को 7 मा हेर्छ भने है, अनि साँच्चै नै सङ्गीत बजाउ तिनीहरूले गाउनेछन्, तिनीहरूबाट चाहिँ के पानीको मुहारहरू चाहिँ तिमीहरूबाट निस्किनेछ। अनि त्यो शान्तिको त्यो आशिषको खोलाहरू आज त्यो व्यक्तिबाट बग्दछ। त्यो व्यक्ति चाहिँ परमप्रभुतिर फर्कन्छ। अनि त्यो व्यक्तिमा चाहिँ परमप्रभुको आत्मा हुनुहुन्छ भनेदेखिलाई अनि त्यो व्यक्तिमा के छ? स्वतन्त्रता छ। अनि मेरो वचनको शीर्षक नै रहेको थियो स्वतन्त्रता। आज जहाँ प्रभुको आत्मा छ अनि त्यहाँनिर चाहिँ अनि स्वतन्त्र हुँदछ। अनि त्यसकारण जो व्यक्ति पहिलो कोरिन्थी 15:45 मा हेर्छौँ भने हामी पाउँदछौँ, यसकारण यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी, आदम पहिलो मानिस जो चाहिँ जीवित प्राणी थियो भने अन्तिम आदम पनि भनेर ख्रीष्ट येशूलाई भनेको शब्द हामी पाउँदछौँ बाइबलमा धेरै ठाउँहरूमा। अनि अन्तिम आदम चाहिँ जीवन दिने आत्मा भयो जो चाहिँ ख्रीष्ट येशूको बारेमा यहाँ बोल्दै हुनुहुन्छ। दुईटा कुराहरू कम्पेरिजनको कुरा छ। पहिलो मानिस आदममा श्राप छ, त्यहाँ मृत्यु छ। दोस्रो मानिस ख्रीष्टमा स्वतन्त्र छ। अनि जो चाहिँ आत्मा हुनुहुन्छ, आत्मामा भएर उहाँ आउनु भएको छ। हालेलुया। अनि त्यसकारणले गर्दा हामीले अघि भनिसक्यो यूहन्ना 5:24 मा हामी हेर्छौँ। यूहन्ना 5:24, मलाई 4:24 भनेछु, माफ गर्नु होला, सुधार्न सक्नुहुन्छ। अनि त्यहाँनिर हामी पाउँदछौँ परमेश्वर आत्मा हुनुहुन्छ, उहाँको आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्दछ। जुन परमेश्वर येशू ख्रीष्ट चाहिँ आत्मामा भएर उहाँ आउनु भएको छ। र यूहन्ना 1:1 मा पनि मैले सुरुमा नै भनिसकेको थिएँ। अनि उहाँ चाहिँ परमेश्वरको वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर हामी पाउँदछौँ। र जो चाहिँ आत्मामा भएर आउनुभयो र जहाँ प्रभुको जो आत्मा छ परमप्रभुबाट आउँछ त्यो आत्मा। अनि जहाँ चाहिँ परमप्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँनिर स्वतन्त्रता छ। आमेन, हालेलुया। जब चेलाहरू ख्रीष्टको मृत्यु पश्चात अनि पुनरुत्थानपछि स्वर्गगान हुने बेलामा अनि येशू ख्रीष्टले भन्नुभयो, जब तिमीहरूमा त्यो आत्मा आउनुहुन्छ अनि त्यसपछि तिमीहरूले शक्ति पाउनेछौ, यरुशलेममा, यहुदियामा, सामरियामा र पृथ्वीको पल्लो छेउसम्म मेरो साक्षी हुनेछौ। साक्षी भनेको मेरो गवाही दिनेछौ। अनि यसरी त्यो शक्ति दिने, जसलाई मलाई लाग्छ हिब्रूमा न्युमा है, जसको अर्थ चाहिँ शक्ति दिने, त्यो आत्माले चाहिँ शक्ति दिनुहुन्छ। अनि त्यहाँबाट मानिसहरू चाहिँ स्वतन्त्र भएर सारा संसारमा प्रभुको नामको घोषणा गर्दै जानेछ। मैले त ड्युटीतिर पनि ध्यान दिएको छु, त्यसकारणले गर्दा कति कुराहरू अलिकति तलमाथि भएको छ भने मलाई क्षमा गर्नुहोला। र एउटा हामी वचन फेरि हेर्नेछौँ, गलाती 5:1 मा स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ, यसकारण दह्रो भएर खडा हो र फेरि दासत्वको जमिन नपरा भनेर गलातीको मण्डलीलाई पावलले सम्झाउँदै हुनुहुन्छ, सिकाउँदै हुनुहुन्छ। उनीहरूले येशू ख्रीष्टको बारेमा जो पावलले प्रचार गरिसकेपछि त्यहाँ यहुदी व्यवस्था मत मान्ने यो कट्टरपन्थी यहुदी क्रिस्चियनहरूले आएर येशू ख्रीष्टमा विश्वास प्लस यहुदी व्यवस्था
र रीतिरिवाज पनि मान्नुपर्छ, खतना हुनुपर्छ भन्ने कुराले उनीहरू चाहिँ बन्धनमा पार्दै थियो। र त्यसकारण पावलले भन्दै हुनुहुन्छ कि स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई बनाउनु भएको छ र स्वतन्त्र पनि पार्नु भएको छ। यसकारण दह्रो भएर खडा हुनुपर्ने, दह्रो भएर अगाडि बढ्नुपर्ने। तिमीहरू किन फेरि अनि तिनीहरूले भन्छन् कसले मोहनी लगाएर तिमीहरूलाई चाहिँ अनि यसरी बिगाड्यो अनि यसरी हप्काएको कुरा पाउँदछौ भने यहाँ तिमीहरू दह्रो भएर अगाडि बढ भनेर अब दशत्वको जमानी नपरा भनेर चाहिँ त्यहाँनिर अनि गलतीको पुस्तकमा पावलले गलतीहरूलाई अनि यसरी पत्र मार्फत अनि सम्झाएको कुरा पाउँदछौँ। त्यसकारणले गर्दा आज तपाईँ र मलाई पनि परमेश्वरले स्वतन्त्रको निम्ति बनाउनु भएको छ, स्वतन्त्र पार्नु भएको छ। अझै पनि हामी यति ठुलो विश्वासी जन भइसकेपछि अझै पनि हामी बन्धनमै छौँ भने अझै पनि हामीमा कुनै न कुनै कुराबाट हामी छुटकारा हुन बाँकी छ भने हामी ढिलो नगरौँ, किनभने परमेश्वरले तपाईँहरूलाई स्वतन्त्रको निम्ति बनाउनु भएको छ। जसरी यहाँ पावलले भन्दछ दह्रो भएर खडा हो, हामी जहाँ छौँ त्यही अझै बलियो भएर एक महिनादेखि अर्को महिनामा हामी सर्दै अगाडि बढ्न आवश्यकता छ। हाम्रो जीवनमा स्वतन्त्र हुन आवश्यक छ, तर त्यो स्वतन्त्र पाउनको लागि सत्य थाहा पाउनु पर्यो। सत्य थाहा पाउनको लागि वचनमा रहनु पर्यो। वचन भनेको परमेश्वर हुनुहुन्छ अनि परमेश्वरमा रहनु पर्यो। अनि परमेश्वर हुनेहरूलाई चाहिँ यसै ख्रिस्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन। रोमी 8:1 मैले अघि पनि भनिसकेँ। र अब गलती 5:13मा यसो भनेको छ, भाइयो तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाएका छौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। आमेन, हालेलुया। अनि मर्कुस 10:45मा हेर्छ भने ख्रिस्ट येशूले पनि भन्नुभयो अनि उहाँ चाहिँ मानिसको पुत्र चाहिँ अनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलको निम्ति उहाँ आउनु भएको थियो। आमेन, हालेलुया। अनि साँच्चै नै त्यसकारणले गर्दा स्वतन्त्र भएपछि मात्र तपाईँ मैले के गर्न सक्छौँ, सेवा गर्न सक्दछौँ। अनि ख्रिस्ट येशू पनि परमेश्वरसँग रहेर परमेश्वरसँग उहाँ निरन्तर साथ उहाँले सेवा गर्नुभन्दा अगाडि परमेश्वरसँग समय बिताउनुहुन्थ्यो। आश्चर्य कर्म गर्नुभन्दा अगाडि उहाँ निर्जन ठाउँमा गएर प्रभुसँग प्रार्थना गर्नुहुन्थ्यो। इभन धेरै भिडहरूले यसलाई पछ्याउँदै पनि उहाँ चाहिँ एकान्तमा जानुहुन्थ्यो अनि परमेश्वरसँग अनि कनेक्सन हुनुहुन्थ्यो। त्यस कारणले गर्दा आज तपाईँ र मैले पनि हाम्रो सेवकाइमा आज साँच्चै नै अगाडि बढ्नका लागि स्वतन्त्र हुन आवश्यकता छ। अनि ख्रिस्ट येशूमा अथवा परमेश्वर पितामा, पिता पुत्र पवित्रमा त्रिएक परमेश्वरमा तपाईँहरूमा रहनु आवश्यकता छ। अनि त्यहाँनिर स्वतन्त्र छ अनि मात्र हामी सेवा गर्न सक्छौँ। यहाँनिर गलती 5:13मा भनेअनुसार भाइयो तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाएका छौ, अझै किन तिमीहरू बन्धनमा छौ, अझै तिमीहरू किन छुटकारा हुन सक्दैन, अझै तिमीहरू किन चाहिँ अनि के सत्य के असत्य तिमीहरू बुझ्न सक्दैनौ है। पाप स्वभावको निम्ति यो स्वतन्त्रलाई प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन भनेर त्यहाँ सिकाएको छ। आज यो वचन गलतीलाई मात्र नभइकन यो समयमा तपाईँ र मलाई पनि आएको छ। त्यस कारणले गर्दा आज तपाईँ र म पनि आज हामीमा भएको स्वतन्त्रतालाई परमेश्वरको महिमाको लागि प्रयोग गरौँ र परमेश्वरको सेवक बनेर हामी यसरी नै अगाडि बढाउँछौँ। मर्कुस 10:45 ग्रेट उदाहरण येशू ख्रिस्ट स्वयं हुनुहुन्छ। हालेलुया। अब चाहिँ समय धेरै गइसकेको कारण म एकदम दौडिने कोसिस गर्नेछु। अब 17लाई पनि म व्याख्या गरेर सकिएको छ अनि 2 कोरिन्थी 3:18मा जानेछौँ र म त्यो धेरै व्याख्या नगरिकन इलिस्ट्रेसन पदलाई मात्रै म लिनेछु। र यहाँनिर 3:18मा भन्दछ, तर जब हामी 3:18मा यो मैले यसमा चाहिँ बुझेन, म यहाँबाट हेर्नेछु। हामी सबै घुम्टो हटाएको मुहारले, अब चाहिँ हामी 3:18मा आएका छौँ है। हामी सबै घुम्टो हटाएको मुहारले परमप्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदलिँदै जान्छौँ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुन्छ। आमेन। त्यो आत्मा जहाँ छ त्यहाँ स्वतन्त्रता छ। हालेलुया। त्यो 17 पदले हामीलाई बताउँदछ। त्यस कारणले गर्दा अब हामीमा कुनै पनि बन्धन छैन, नयाँ करारमा आएर कुनै पनि घुम्टो छैन, कुनै पनि भेद छैन, किनकि पुरानो करारमा धेरै त्यस्तो कुराहरू थियो जहाँ कि येशू ख्रिस्ट आउनुभएको थियो। जब ख्रिस्ट आएपछि सबै घुम्टोहरू, सबै बाधाहरू, सबै बन्धनहरू सबै हटाएको छ अनि स्वतन्त्र भएर आज प्रभुलाई महिमा गर्न हामी पाएका छौँ र हामी सबै घुम्टो हटाएको मुहारले आज प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लाउँदै उहाँको रूपमा बदलिँदै परमप्रभुबाट यो आउँछ जानेछौँ र परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। आमेन, हालेलुया। जसरी मोसाको अन्धारमा परमप्रभुको महिमा प्रतिबिम्बित थियो अनि मानिसहरूले हेर्न पनि सकेनन् अनि स्तिफनसको जुन मृत्युको बेलामा जुन सुसमाचार प्रचार गर्दा गर्दै हे मानिसहरू प्रभुमा विश्वास गर्नुहोस्, उद्धार छ, मुक्ति छ
शक्तिशाली भएर प्रभुको आत्मामा भरिएर सेवा गर्दा गर्दा ढुङ्गा आएको छ, मुढा आएको छ, आफ्नो जीवनमा ढुङ्गा हान्दैछ, परमेश्वरलाई पुकार्दैछ, महिमा गर्दैछ, परमेश्वरलाई मात्र हेरेको छ, आफ्नो जीवनमा आएको कुनै पनि ढुङ्गाहरूलाई, त्यो प्रहारहरूलाई हेरेको छैन। ऊ स्वतन्त्र छ केमा? ख्रीष्ट येशूमा। त्यस कारणले गर्दा आज तपाईँ र मेरो सेवकको जीवनमा, विश्वासी जीवनमा धेरै प्रकारका बन्धनहरू आउँछ। कति मानिसहरूले मैले भनेको सुनेको छु, प्रिय हो, ग्रहण गरेपछि मलाई यो दुःख आयो, ग्रहण गरेपछि मलाई यो समस्या आयो, हो मानिसको जीवन आउँछ, तर जबसम्म तपाईँ र म सत्य थाहा पाउँदैन अनि हामीले स्वतन्त्र हुनै सक्दैन। स्टेफनसको जीवनमा हेर्नुहोस्, ऊ भाग्न सक्थ्यो, आफ्नो जीवनमा ढुङ्गा हानेको छ, प्रचार गर्दैछ, ढुङ्गा हानेको छ, प्रचार गर्दैछ, प्रभुको मुहारलाई हेर्न छोड्दैन, आफ्नो जीवनमा ढुङ्गा बसिँदैछ, प्रिय हो, अनि परमेश्वरको महिमा देखिरहेको छ। अनि मानिसहरूले स्टेफनसको त्यो चम्केको मुहारलाई देखेर उनीहरू अचम्मित भएको छन्। धेरैले प्रभुलाई त्यहाँनिर अनि विश्वास पनि गरेका पाउँदछौँ। क्रिस्चियन इतिहासमा पहिलो शहीद भनेर पनि हामी स्टेफनसलाई चिन्दछौँ। त्यसै कारणले गर्दा आज तपाईँ र मेरो जीवनमा हामी परमेश्वरले हामीलाई हाम्रो घुम्टोहरू, हाम्रो सबै बन्धनहरू हटाइसक्नु भएको छ, किनकि उहाँमा जानेहरूलाई, प्रभुलाई हेर्नेहरू स्वतन्त्र पाउँदछ। अनि त्यसै कारणले गर्दा आज हामी एक महिनादेखि अर्को महिनातिर हामी उक्लिँदै परमेश्वरको महिमा बदलिँदै आजभन्दा भोलि, भोलिभन्दा पर्सि हामी नयाँ नयाँ आशिषले भरिँदै आज हामी अगाडि बढ्नु पर्दछ। र जो कुरा चाहिँ प्रभुबाट आउँछ त्यो चाहिँ आत्मा हुनुहुन्छ। 17मा हेर्छ भने त्यो आत्माले नै के गर्छ? हाम्रो स्वतन्त्र बनाउँदछ, जो चाहिँ अनि हाम्रो प्रभु येशूमा उहाँ चाहिँ के हुनुहुन्छ? महान हुनुहुन्छ। उहाँ चाहिँ हामीलाई हरेक कुराबाट छुटकारा, स्वतन्त्र दिन सक्नुहुन्छ। तपाईँले यहाँनिर प्रतिबिम्बितको बारेमा बुझ्न चाहनुहुन्छ भने पहिलो कोरिन्थी 13 को बारेमा हेर्छौँ भने अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौँ, तर न्याय त्यस बेला चाहिँ छर्लङ्ग देख्नेछौँ। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेला चाहिँ म पुरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले अनि चिनेको छु। यहाँ पावलले भन्नुहुन्छ दोस्रो कोरिन्थी पहिलो कोरिन्थी 13 को 12 मा। त्यसै कारणले गर्दा ऐनाले चाहिँ के गर्छ? हाम्रो अनुहारलाई देखाउने काम गर्छ। जो यहाँनिर कहाँनिर दन्नी फराएको छ, कहाँनिर पोताएको छ, कहाँनिर कालो दाग लागेको छ, सबै देखाइदिन्छ। अनि हामी त्यसलाई के गर्छौँ? अनि फेस वास गरेर अनि त्यसलाई चाहिँ क्लियर गर्छौँ। त्यसरी नै परमेश्वरको वचन चाहिँ सत्य छ, जीवित छ। वचनले चाहिँ तपाईँ मेरो जीवनलाई, व्यक्तिगत दिनचर्यालाई देखाइदिन्छ। अनि त्यसपछि अनि हामीले चाहिँ सच्याउन सक्छ। अनि वचनले नै तपाईँ मेरो जीवनलाई हामी सुधार्न सक्दछौँ। अनि त्यसरी नै ऐनामा जस्तै हामी जुन कुराहरू देख्दछौँ र त्यो कुरा चाहिँ छर्लङ्गै रूपमा अनि देखिनेछ। अहिले थोरै मात्र बुझ्दछु, त्यस बेला चाहिँ म धेरै बुझ्नेछु भनेर यहाँनिर पावलले भनेको छ। यो कुराले मलाई के भन्न मन लागेको छ भने जब मान्छे चाहिँ कहिले पनि पूर्ण छैन, अपूर्ण नै छ, तर त्यतिखेर पुरा हुन्छ जतिखेर चाहिँ हामी मासु र रगत परमेश्वरको राज्यको हकदार हुने छैन भनेको छ। जब हाम्रो आत्मा माथि जान्छ, हाम्रो आत्मा र शरीर छुटिन्छ, रगत हाम्रो प्राण उडेर जान्छ, आत्मा परमेश्वरको साथमा अनि शरीर माटोमा जान्छ, माटोको छ। अनि त्यतिखेर चाहिँ हामी बल्ल महिमित शरीरमा चाहिँ हामी अनि परिपक्व हुनेछौँ भनेर हामी बाइबलमा पनि पाउँदछौँ। यस सम्बन्धमा पनि धेरै कुराहरू, धेरै शिक्षाहरू हामी पाउँदछौँ। त्यसै कारणले गर्दा त्यतिखेर चाहिँ हामी परिपक्व हुँदछौँ र अहिले चाहिँ हामी प्र्याक्टिस गरिरहेका छौँ। परमेश्वरको महिमा आज यहाँ पृथ्वीमा जसरी गरिरहेका छौँ, त्यसरी स्वर्गमा पनि परमेश्वरको महिमा त्यस प्रकारले गर्नको लागि, उहाँलाई खुसी पार्ने, उहाँलाई महिमा गर्नको लागि आज तपाईँ र म चाहिँ घुम्टो हटाएको मुहारले आज प्रभु परमेश्वरको अनि महिमा गर्नलाई हामी अगाडि बढ्दछौँ। र यहाँनिर म सरल पदहरू मात्रै पढ्नेछु। र दोस्रो कोरिन्थी 4 को 3 देखि 6 सम्म हेर्छौँ भने यहाँ यसो लेखेको छ, हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ। र तिनीहरूका विषयमा भनौँ भने ख्रीष्ट जो परमेश्वरका रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखुन् भनेर यो संसारको देवले अविश्वासीहरूको समाजलाई अन्धो तुल्याइदिएको छ। जुन परमेश्वरले आधारबाट ज्योति चम्कोस् भन्नुभयो, उहाँ हाम्रो हृदयमा चम्काउनु भएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस् भनेर यहाँनिर भनेका पाउँदछौँ। अनि रोमी 8 को 29 र 30 मा यसरी लेखेको छ, जसले उहाँले पहिलेबाटै नियुक्त गर्नुभएको छ, उहाँले पहिलेबाटै चिन्नु पनि भएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको स्वरूपमा बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभयो। जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो,
र जसले उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, जसले उहाँले धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नु भयो। आमेन, हालेलुया। यो वचनलाई चाहिँ म यहाँनिर राख्न चाहन्छु र सक्दिन। अनि समष्टिगत रूपमा भन्नुपर्दा अनि आजको वचनलाई हेर्नु पर्दाखेरि आज स्वतन्त्रता मानिसको जीवनमा एकदमै अपरिहार्य नभई नहुने चिज हो, जसले मात्र तपाईँ र मेरो जीवनलाई उज्याल बनाउँदछ, जसले मात्र तपाईँ र म हरेक ठाउँमा हामी एउटा स्वतन्त्र भएर एउटा खुसी साथ एउटा परमेश्वरलाई महिमा गर्नको लागि हामीले आवश्यक पर्ने कुरा त्यही हो, स्वतन्त्र। यो स्वतन्त्र अनि मानिसहरूले अनि युद्ध गरेर शारीरिक लडाइँ गरेर पाउने स्वतन्त्र होइन, यो त परमेश्वरको सामुमा गएर सृष्टिकर्ता परमेश्वरको सामु गएर उहाँलाई महिमा दिँदाखेरि पाउने स्वतन्त्रता हो। आमेन, हालेलुया। आज तपाईँ र म जतिजना यहाँ छौँ अनि कति भाग्यमानी छौँ। कतिपय मानिसहरू मैले देखेको छु अरूको लागि वचन सुन्छ, ओहो यो वचन त फलानाको लागि एकदमै ठिक थियो, अर्कोको जीवनलाई हेरिरहेको हुन्छ। तर होइन, जुन समयमा हामीले वचन सुन्छौँ यो तपाईँ र मेरो लागि अथवा जुन व्यक्तिको लागि परमेश्वरले बोल्नुहुन्छ अनि त्यो समय उहाँले जुटाउनुहुन्छ। ओहो फलाना आगो भयो, होइन, तर तपाईँको र मेरो लागि यो परमेश्वरको वचन हो। आज मैले भन्दैछु मेरो लागि पनि कति कुराहरू मैले बोल्दै गर्दा ममा स्वतन्त्र आइरहेको छ। हालेलुया। त्यसै कारणले गर्दा आज परमेश्वरको वचनले नै हामीलाई के गर्छ अनि स्वतन्त्र बनाउँदछ। त्यो स्वतन्त्र पाउनको लागि त्यो आत्मिक स्वतन्त्र हो। यो बुझ्न कतिलाई गाह्रो पनि भएको हुनसक्छ अनि मलाई क्षमा गर्नु होला। र किन भन्दाखेरि यो आत्मिक स्वतन्त्र हो, आत्मिक कुरा हो र आत्मिक मानिसले आत्मिक कुरा बुझ्दछ। त्यसै कारणले गर्दा आज हामी आत्मामा भएर हामी जिउन आवश्यकता छ। हामीसँग दुईटा शरीर छ, एउटा आत्मिक शरीर एउटा शारीरिक शरीर। त्यसै कारणले गर्दा जति पनि मैले यहाँ बोलिरहेको छु एउटा आत्मिक बलियोपनको आत्मिक शरीरको बारेमा आत्मिक जीवनको बारेमा यहाँनिर बोल्दैछु, किनकि परमेश्वर आत्मामा हुनुहुन्छ र हाम्रो शरीर छँदैछ तर त्यो आत्मामा स्वतन्त्र हुन आवश्यक छ। जब हाम्रो आत्मा स्वतन्त्र हुन्छ पुरै शरीरले स्वतन्त्र हुँदछ। किन भन्दाखेरि मैले कति पटक महसुस गरेको छु, जब मेरो आत्मा दुखित भयो भने, मेरो आत्मा शिथिल भयो भने, मेरो आत्मा निराश भयो भने मेरो सिङ्गो शरीरले ओझेल पर्छ अथवा सिङ्गो शरीरले के हुन्छ अनि एउटा सेलाएको ओइल्याएको हुन्छ। त्यसै कारणले गर्दा एउटा शरीर पुरो जसोसुकै अवस्था आत्मा बलियो भयो भने भित्री आत्मा फ्रिसमा रह्यो भने त्यो शरीर चाहिँ भोको शरीर होस्, बिमारी शरीर होस्, अभावपूर्ण शरीर होस्, सङ्कष्टको शरीर होस्, त्यो शरीर चाहिँ मैले उज्यालो देख्दछु। आमेन, हालेलुया। परमेश्वरको महिमा भएको छ। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछु अनि म वचनलाई राख्न चाहन्छु। धन्यवाद परमेश्वर पिता, म तपाईँलाई समय धन्यवाद भन्दछु। तपाईँ अनुग्रहकारी प्रेम र सत्यताको परमेश्वर तपाईँ हुनुहुन्छ अनि तपाईँ परमेश्वरले अनि जुन वचन प्रभु यहाँनिर बोल्नको लागि अगुवाई गर्नुभयो, यो समय दिनुभयो प्रभु, सुनाउने प्रभु दुवैमा तपाईँ हुनुभयो प्रभु, तपाईँलाई धन्यवाद। जसले तपाईँको वचन सुन्दैछ प्रभु, यो मेरो स्वार्थपन मेरो मुखबाट निस्केको जुन जति वचन छ प्रभु, यो मेरो स्वार्थ नभइकन तपाईँको जीवित वचन भएको होस् भनेर म घोषणा गर्दछु प्रभु। धन्यवाद छ प्रत्येकको जीवनमा प्रभु जुन स्वतन्त्रताको आवश्यकता छ प्रभु, त्यो स्वतन्त्र प्रभु तपाईँले दिइसक्नु भएको छ, दिइराख्नु भएको छ प्रभु, तपाईँलाई धन्यवाद। निरन्तर प्रभु हामी तपाईँ परमेश्वरमा रहन सकौँ। हाम्रो जीवनमा भएको सबै बाधाहरू अवरोधहरू सबै तपाईँ येशूको नाममा हटेको छ भने म घोषणा गर्दछु। किनभने जब मानिस तपाईँतिर फर्कन्छ भने त्यो सबै घुम्टहरू बन्धनहरू हटिनेछ प्रभु। अनि तपाईँको वचनमा रहेको सत्यता पाउनेछ, त्यो सत्यताले हाम्रो जीवनलाई स्वतन्त्र पार्नेछ। धन्यवाद छ प्रभु आज स्वतन्त्रको बारेमा Amen, amen. Now, brother, the next guy, this is I. Amen, amen.